यति बेला 2082 साल फाल्गुन महिनाको 25 गतेसम्म सुन्दर नेपालको पश्चिम नेपाल लुम्बिनी प्रदेशको राजधानी भनौँ न राजधानी एरिया लमै नगरपालिकामा यति बेला हाम्रो छोरी शारदा पाण्डेको विवाहमा जन्तीलाई स्वागत गर्दाको एक दृश्य मा हामी छौँ। हामी अहिले कहाँ छौँ भन्दाखेरि हाम्रै चाहिँ आफ्नै होटल ग्रिन सिटी लुम्बिनी लमैमा छौँ। अत्यन्त चाहिँ हर्षोल्लास वातावरणमा विवाहलाई समापन गराउने तयारीमा छौँ। विवाहको कार्यक्रम भइरह हामीले यति बेला दुला राजालाई हाम्रो ज्वाइँ साहबलाई चाहिँ स्वागत गर्ने प्रोग्राममा चाहिँ हामी चाहिँ तल्लीन छौँ। हाम्रो यहाँ हुनुहुन्छ गुरुदेव लगायत हाम्रो सम्पूर्ण इष्टमित्रहरू यस फ्रेममा मैले चाहिँ कोलाई कैद गर्न सक्छु। हेलो 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 क्रिस्टिना म्याम हेलो। हाम्रो चाहिँ सम्पूर्ण चाहिँ इष्टमित्रहरू चाहिँ दाजी यहाँ हुनुहुन्छ एकदम चाहिँ टिकाको थाली। भाउजू नमस्कार चाहिँ नमस्कार। नानी आई भन फोटो खिच खिच्न दिनुहोस् एउटा ल ल ल उभिनु यहाँ खिच्न खोज्न फोटो खिच्न थाहा नि भएको फोटोग्राफ आएन। घुमा घुमा तीनचोटि घुमा नेपालको हिन्दू धर्म संस्कृति जोडले हल्का हल्का अलि क्यामेरा मोबाइलहरु पछाडी सुन्नु पर्दैन बाटो अगाडि है अगाडि रे वहाँ के हिन्दू संस्कार अनुसार चाहिँ विवाह हुन गइरहेको दुलालाई चाहिँ स्वागत गर्दै गर्दाको यो दृश्य हो। सुन्दर नेपालको लुम्बिनी प्रदेशको लमै नगरपालिकामा हुन गइरहेको हाम्रो लुम्बिनी ग्रिन सिटी होटलमा हुन गइरहेको हाम्रो विवाह छाता ओढाएर चाहिँ हाम्रो चाहिँ जन्तीलाई स्वागत गर्दाको दृश्य हो। लाइनमा बस्नुस् है एकदम लाइनमा।